बाबा खाना लगाएको खाना पनि भातका कसौडी सब यो बहिनी पाउँदाखेरि पनि बाबाले उसहरू सबै तल फालिदिएको के भाँडाकुँडा खानालाई तरकारी दिन पकाइदिनु भएको थियो माथिको माइलीले अनि सबै फालिदिएको सबै भाँडाकुँडाहरू पनि सबै तल फालिदिनु भएको थियो त्यस दिन भोकै सुत्यो फालिदिएर है दर्शकवृन्द आज हामी 4 बहिनी छोरी जन्मे भनेर त्यो छोरीको बाबाले चाहिँ झुन्डिएर आत्महत्या गर्नुभयो केही समय अगाडि र आज हामी त्यो परिवारलाई केही खुसी लिएर आएका छौँ। योभन्दा अगाडि पनि हामी केही खुसी लिएर आएका थियौँ र आज पनि हामी त्यो परिवारलाई केही सामानहरू लिएर आएका छौँ। के गर्दैछन् ती साना बच्चाहरू कति अभागी छोरीहरू जसले आफ्नो बाबा हामी जन्मिएकै कारणले गर्दाखेरि बित्नु पर्यो भनेर कति भोलिको दिनमा ठुलो भइसकेपछि उनीहरूलाई कति पीडा होला। आज हामी ती 4वटी छोरीको घरमा जाँदैछौँ। के गर्दैछन् नानीहरू हामी आइयो है एउटी नानी त त्यही छिन्। हेलो दिदी नमस्ते आउनुहोस् तलतिर नमस्ते के छ नानी खबर नानी यहाँ के छ खबर सन्चै छौ के रे तिम्रो नाम रेखा अनि को छौ त घरमा अरू खै तिम्रा बहिनी दिदी खै कहाँ छन् कहाँ गछन् खेल्न तिमी गइन्यौ खेल्न गइन्यौ अनि दिदी हजुर के गरेर बस्नु आहा त के गर्ने घाँस काट्ने बस्ने अनि अरू छोरीहरू खै त खेल्न गएछन् कता गए औटी माथि गएछ पालितिर गएछ अर्की सानी छोरी नानी लएर गएछ हो र हजुर ए 4 बहिनी छोरी है हजुर हजुरको हजुर अनि हजुरको श्रीमानले त्यही छोरी जन्मे भनेर आत्महत्या गर्नु पर्यो हैन हजुर हैन र हजुर हो है आज हामी फेरि आएका छौँ तपाईलाई योभन्दा अगाडि पनि केही सहयोगहरू लिएर आइरहेका थियौँ हैन हजुर आज थोरै के गर्दै हुनुहुन्छ होला भनेर भेट्न आएको हामी त श्रीमानले छोरी जन्मे भनेर आफ्नो हत्या गरेर मरे हामीलाई दुःख छ अनि छोरी अब भोलिबाट स्कुल लाग्ने हो बर्खा मासा यस्तै छ श्रीमानले छोरी जन्मे भनेर आत्महत्या गर्नुभयो है हजुर छोरीहरूले त पिट्ने पनि गर्नुहुन्थ्यो अरे नि है पिट्ने लखट्ने थम्मा बान्ने हान्ने छोरीहरूलाई हजुर बरे दर्शकवृन्द देख्न सक्नुहुन्छ कमला नेपाली जसले 4 बहिनी छोरी जन्माउनु भयो त्यही छोरी जन्माएकै कारणले गर्दा आज उहाँको श्रीमान यो संसारमा हुनुहुन्न यही घरभित्र झुन्डिएर आत्महत्या गर्नुभयो छोरीहरूलाई धेरै पिट्ने लखेट्ने रातिमा मकैबारीतिर लखट्ने पनि गर्नुहुन्थ्यो रे आज उहाँ यो संसारमा हुनुहुन्न यही छोरी जन्मेकै कारणले गर्दा आज यो संसार छोडेर उहाँले जानुभयो र आज हामी केही कपडाहरू लिएर आएका छौँ 4 बहिनी छोरीहरू छन् अब उहाँले कपडाहरू किन्न सक्नुहुन्न कपडाहरू किनिदिनुहुन्छ नानीलाई मैले त किन्दी छैन किनिदिनुहुन्न है हजुर कहिले किनिदिनु भएन पल्लो त आफै ल्याइदिन्थेँ कि मैले त अहिले त किन्दी छैन अहिले किन्नु भएको छैन हैन हजुर हामीले चाहिँ नानीहरूलाई कपडा त हजुरलाई कपडा लिएर आएका छौँ हैन हजुर अब नानीहरू आइसकेपछि कुरा गरौँला है त ल हेर नानीहरू कहाँ गएको घुम्न गएको कहाँ घुम्न गएको त माथि बहिनी सुताउनला बहिनीलाई सुताउनलाई घरमा सुत्दिनिन् हो र अनि तिमी फेरि कहाँ गएको ए दिदीसित गएको ए तिम्रो नाम के रे स्वस्तिका तिम्रो के रे नानु लक्ष्मी नेपाली अनि बहिनीको करिश्मा नेपाली अनि 4 बहिनी छोरी है हैन बाबा बित्नुभयो के भएर बित्नु भएको रे नानु झुन्डिएर धेरै पिट्नुहुन्थ्यो दुःख दिनुहुन्थ्यो
रातिमा लहट्नुहुन्थ्यो किन लहट्नुहुन्थ्यो नि? छोरी छोरी पाइछन् लहट्नुहुन्थ्यो छोरी छोरी भयो तिमुर भनेर लहट्नुहुन्थ्यो? मम्मीलाई नि पिट्नुहुन्थ्यो? हो। अनि यो नानुलाई नि पिट्नुहुन्थ्यो? बहिनीलाई त सानो 4 महिना हुँदाखेरि बहिनीलाई चोबलेको पानीमा नि चोबल्नुहुन्थ्यो? यो नानीलाई है, यति सानो नानीलाई पानीमा चोबल्नुहुन्थ्यो है? हामी यो मकैबारीमा भा हान्नुहुन्छ भनेर भाग्थ्यौँ। मकैबारीमा भाग्थ्यो? कहिले? रातिमा है? यिनी नानीहरूलाई नि पिट्नुहुन्थ्यो बाबाले? मम्मीलाई कतिको दुःख छ नि नानु? धेरै दुःख छ। हामीलाई 4 बहिनीलाई हुर्काउनु पर्यो, पाल्नु पर्यो। अनि आजभोलि रासन छ कि नै घरमा? छ। हामीले योभन्दा अगाडि आउँदा पनि रासनहरू ल्याइदिएका थियौँ, थाहा छ? याद छ? हो। आज नानीहरूलाई मैले सबै नानीहरूलाई आमालाई कपडा लिएर आएको। कतिको खुसी लाग्छ? धेरै लाग्छ। हो। बाबाले किनिदिनुहुन्थ्यो तिमीलाई कपडा? बाबाले रक्सी आफूलाई नि किन्नुहुन्न त हामीलाई पनि किनिदिनुहुन्न त। रक्सी खाएर हामीलाई पिट्नुहुन्थ्यो। रक्सी खाएर तिमीहरूलाई पिट्नुहुन्थ्यो है? बाबा खाना लागेको खाना पनि भातका कसौडी सब यो बहिनी पाउँदाखेरि पनि बाबाले उसहरू सबै तल फालिदिएको। के? भाँडाकुँडा खानालाई तरकारी दिन पकाइदिनु थियो, माथिको माइलीले अनि सबै फालिदिएको। सबै भाँडाकुँडाहरू पनि सबै तल फालिदिनु भएको थियो? त्यस दिन भोकै सुत्यो फालिदिएर है? अहिले चुलो हामीले बनाएको तर घोप्टाएर कस्तो थियो चुलो पनि? हो र? हामीलाई त सबैले बाबाले त कहिले माया गर्नु भएन। तिमी 4 बहिनी छोरीलाई कहिले माया गर्नु भएन होइन? बाबाको याद आउँछ कि नै नानु? आउँछ। याद आएर के गर्नु, कहिले गर्नुहुन्न त माया नि गर्नु भएन होइन? अनि यो सानो नानुलाई चाहिँ कहाँ हो नि पानीमा चोबुल्ने अनि पिट्ने गरेको? त्यो ताउलामा। यो ताउलोमा? के गर्नुहुन्थ्यो यहाँ? बहिनीलाई चोबल्ने। यो ताउलोमा? यो ताउलोमा चोबुल्नुहुन्थ्यो? सधैँ चोबुल्नुहुन्थ्यो? अनि तिमीहरू रातिमा कहाँ भाग्थ्यौ नि नानु? मकैबारीमा भाग्थ्यौ रातिमा? बाबाले पिट्नुहुन्छ भनेर? ल हेर्नुहोस् त दर्शकवृन्द, अहिलेको जमानामा पनि छोरी पाइस्, तिमुर छोरी भयो भनेर यी छोरीहरूले बाबाबाट यति धेरै पीडा पाए, यति धेरै दुःख पाए। यिनीहरू रातिमा खाना लागेको खानाको कसौडी पनि, खानाको भाँडै पनि बारीतिर मिल्काइदिनुहुन्थ्यो। यिनीहरूलाई सधैँ पिट्नुहुन्थ्यो, कहिले थाममा बान्नुहुन्थ्यो, कहिले रुखमा बान्नुहुन्थ्यो। आज यी नानीहरूको बुवा यी छोरी भएकै कारणले गर्दाखेरि झुन्निएर आत्महत्या गर्नुभयो। यो सानो छोरीलाई त यो बाल्टीमा चोबुल्नुहुन्थ्यो रे, यो ताउलोमा चोबुल्नुहुन्थ्यो रे।